अहिले पनि केही मान्छेहरू अझ हिजो नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव हुँदैन हुन हुँदैन भन्ने कुरा गरेका छन्। म तपाईँ सबै कमरेडहरूलाई पार्टी हेडक्वार्टरको तर्फबाट केन्द्रको तर्फबाट यस खालका प्रचारका पछि बिल्कुल नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न फेरि एकचोटि अपिल गर्न चाहन्छु र प्रतिक्रियावादी र प्रतिगामीहरूका यस खालका चलखेल र हरकतहरूको केही अर्थ छैन भन्ने कुरा पनि म तपाईहरुलाई भन्न चाहन्छु। अहिले दाना पानी बन्द भएपछि पानी बिनाको माछा जस्तै फत्रैक 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 भएर सासै जाने बेला भइसक्यो। तिमीलाई मान्छे मारेको आतंककारीको मुद्दामा जेल मात्रै हैन सडकमा जनताले कुट्ला। मुख र थुतुन दुईटै सम्हाल्नुस्। यो देश राजा र जनता मिलेर बनाएको हो। तिमीहरू जस्तो आतंककारीले होइन। यो कुरा हेक्का रहोस्।